हेलो गाइज, आज हामी जाँदैछौँ पौडी खेल्नलाई। साथीहरू सबैजना भेला भएर, किनकि झापामा धेरै गर्मी भएर पौडी खेल्नलाई गएको। यसो शीतल मौसम बनाउनलाई जाँदैथ्यौँ। जाँदा हामी चाहिँ जाँदैथ्यौँ। पानी परे जस्तो भएर एकछिन बाहिर ट्रीमा एकछिन बस्यौँ। यहाँ बसेर फेरि हाम्रो यात्रा अगाडितिर सुरु गर्छौँ। यहाँ चाहिँ हामी एकछिन घुम्यौँ, यताउता हेरौँ। यहाँ पनि भिडभाड थियो, पानी परे पनि मान्छेहरू एकदमै ज्यादै थिए। यहाँदेखि हामी गयौँ। अब यहाँदेखि यता झुरुङ्गे पुलतिर जान कि माथि सुसाइड पोइन्टतिर जाने भनेर सल्लाह गऱ्यौँ। त्यहाँदेखि हामी फेरि सुसाइड पोइन्टतिर गएर मुनि खोलातिर मुनि खोलातिर गयौँ। त्यहाँदेखि खोलामा गएर आम्मामा कति धेरै मान्छे आउनु। सबै त्यहीँ आज शनिबार छुट्टी भएर पनि होला, सबैजना मान्छेहरू पौडी खेल्न आएका रहेछन्। गाउँका दाइहरू पनि सबैजना पौडी खेल्न जानुभएको रहेछ। त्यहाँबाट हामी गएर पौडी खेल्न सुरु गऱ्यौँ। पौडी खेल्दा एकदमै धेरै मजा आउँदै थियो। खेल्दैथ्यौँ सबैजना रमाइलो गरी खेल्दै एक्कासी बाढी आयो। अनि बाढी आएर हामी त्यहाँदेखि निक्ल्यौँ। त्यहाँदेखि निक्लेपछि हामी घर आयौँ। हजुरलाई भिडियो कस्तो लाग्यो, पुरै भिडियो हेर्नुहुन्छ भने म डिस्क्रिप्सनमा लिङ्क छ, त्यहाँ गएर पुरै भिडियो हेरिदिनु होला। धन्यवाद।